Hello everyone, good morning. Welcome back to my YouTube channel. आज चाहिँ पानी परेर यस्तो राम्रो मौसम भइरहेको थियो। यतिकैमा मेरो खाना खाने बेला हुन्छ। गुन्द्रुक बनेको छ आज घरमा अनि मसरुम फ्राई दुईटै मेरो एकदम फेभरेट कुराहरू हो। खाना खाएर चाहिँ म अफिस जान रेडी हुन्छु। 3 2 1 गो ये अफिसको टी-शर्ट देखाउँदै आइसकेको छु अनि हामी चाहिँ लाग्छौँ अफिसतर्फ। मामुलाई मामुको अफिसमा छोडिदिएर अनि म चाहिँ जान्छु मेरो अफिसतिर। यो चाहिँ रह्यो हाम्रो मुक्ति चोक, तर अहिले मुक्ति चोकको चाहिँ शोभा नै हराइसकेको छ। तर अब केही राम्रो कुरा पाउनलाई केही गुमाउनै पर्छ हैन त। म पुग्छु अफिसमा। अफिस चाहिँ पुरै अँध्यारो भइरहेको छ अनि मैले गरेँ लाइट अन। यो चाहिँ हो मेरो राम्रो अफिस। अब जति नै पानी परे पनि बिर्ताउनमा गर्मी त गर्मी नै हुन्छ, फ्यान त अन गर्नै पर्यो। यो चाहिँ हो क्लासरुम। हजुरहरूलाई पनि जापान जानु छ और ल्याङ्ग्वेज पढ्नु छ भने चाहिँ सम्पर्क गर्न सक्नुहुन्छ है त। अब म लागेँ मेरो कामतर्फ। धमाधम काम गर्न थालेँ। अहिले चाहिँ स्टुडेन्टहरूको म्यासेजहरू आएको हुन्छ फेसबुकमा अनि मैले चाहिँ त्यो हेरेर रिप्लाई गर्नेहरू गरेँ। अनि बाहिरको मौसम चाहिँ यस्तो भइरहेको छ, शीतल छ आज। फेरि ब्याक टु वर्क। छोटो मिठो चक्लेट ब्रेक भइसकेको छ मेरो चाहिँ। यो हिजो मेरो साथी सुस्मिताले ल्याइदिएको चक्लेट हो। म चाहिँ चक्लेट खाँदैछु। थ्याङ्क यू साथी। अनि फेरि काम सुरु। अब हेर्नु है त, यो मेरो मुड चेन्ज भयो भन्दा बढी चेन्ज हुन्छ बिर्ता मोडको मौसम। अघि त्यस्तो पानी परिरहेको थियो, अहिले टन्टलापुर घाम छ। यतिकैमा आउनुहुन्छ विभूति खनाल, वेलकम। सी इज माई सिस्टर। अनि अब दिदी बहिनी भेट भएपछि गफ त सुरु भइहाल्छ अनि गफ गर्न थाल्यौँ हामी चाहिँ। चक्लेट खाँदै गफ गर्दै 1-1.5 घन्टा त बितिहाल्यो अनि अलिकति काम थियो, मैले त्यो काम सकेँ त्यसपछि। अनि आउनुहुन्छ हाम्रो विभूति खनालको दाई यानि कि दिवस तामाङजी। हि इज माई बेस्ट फ्रेन्ड। मलाई नदी चक्लेट खाँदै थिएँ, उसको दाइलाई त दिदी रहेछ। दुईजना मिलेर मेरो चक्लेट खाँदै या मलाई नै जिस्काउँदैछन्। अनि यहाँ नयाँ टी-शर्ट हेर्दैछन् यिनीहरू चाहिँ अनि घरि डान्स गर्दैछन्, गफ गर्दैछन्। यतिकैमा टाइम चाहिँ सकिन्छ मेरो अफिसको अनि हामी निस्किन्छौँ। हामी आज जाँदैछौँ माछा खानको लागि। ऊ चाहिँ मेरो साथी पियुष अनि विभूति र दिवस चाहिँ अगाडि गइसकेका थिए, हामी चाहिँ पछाडि जाँदै थियौँ। हामी पुग्छौँ माछा खाने ठाउँमा। यहाँ चाहिँ पहिला पनि हामीहरू आइसकेका छौँ। एकदम मिठो माछा अनि चटपटे पाउँछ यहाँ चाहिँ। हामीलाई पपकर्न दिएर वेलकम गरिसक्नु भएको छ यहाँनिर। अनि स्टेजमा सिस्टर स्तुति सिग्देल, ऊ चाहिँ युएसमा छ अनि त्यहीँबाट हाई भन्दै चाहिँ हाम्रो खानेकुरा पनि आउँछ अनि हामी धमाधम खाना खान थाल्छौँ। यो चाहिँ मेरो नयाँ ट्राइपडलाई पुरै अपरेसन नै गर्न थालिसक्यो अनि फेरि दाइ बहिनीको फेरि माया हेर्नु न गाइस। अनि कन्टेन्ट पनि सुट गर्नुपर्ने थियो हाम्रो अनि त्यो कामहरू सकाएर घर आएर चेन्ज गरेर अनि हामी चाहिँ ठुलो बाबासँग एकछिन गफ गर्न गयौँ। अनि किन भिडियो बनाकी भनेर मलाई भन्दै हुन्थ्यो ठुलो बाबाले। अनि यत्तिकैमा घर आएर म चाहिँ खाना बनाउन थालेँ। आज चाहिँ मेरो किचनमा चिकन बन्दैछ। हेर्नु है गाइजहरू म कस्तो राम्रो चिकन बनाउँछु। अनि दिदी बहिनी गफ गर्दै चिकन खायौँ, काँक्रा खायौँ। अनि गफ त अब आज रातभरि नै गफ जाने हुन्छ हैन। थ्याङ्क यू सो मच फर वाचिङ गाइज।